आज चाहिँ हामी यो सुजुकी वर्कम्यानको सीभीटी क्लिन कसरी गर्ने भनेर भिडियो बनाउन जाँदैछौँ। योबाट चाहिँ के हुन्छ भन्दाखेरि एमआई भाइब्रेसनहरु आउने, उकालोमा नतान्ने, तेल धेरै खाने, स्पिड नजाने, घ्यार्र गर्ने, आरपीएम पनि धेरै हुने तर स्पिड नजाने त्यस्तो समस्या भयो भने चाहिँ यस्तो गरेर चाहिँ गर्न सकिन्छ है। यसको लागि चाहिँ हामीलाई के चाहिन्छ भन्दाखेरि यो चाहिँ मैले त्यो टुलहरु पाउने पसलबाट किनेको हो। यसमा चाहिँ यो 12 को, यो 10 को अनि 8 को छ। यो चाहिँ मैले कति त्यस्तै 250 मा किनेको हो। अनि यो पनि त्यस्तै 400 मा किनेको हो यो। अनि यसको चाहिँ यो टुप्पो चाहिँ 220 त्यस्तैमा किनेको हो। यो 17 नम्बरको हो। यो चाहिँ 17 नम्बरको लाग्छ है। अनि यो ह्यान्डल चाहिँ त्यस्तै 300 मा किनेको हो क्या। अनि यो चाहिँ 350 समथिङ त्यस्तैमा किनेको हो। यो पनि त्यही बाइकहरु बनाउने त्यस्तो टुल पसलमा टेकुतिर चाहिँ पाइन्छ है। काठमाडौँमा हो भने चाहिँ टेकुमा चाहिँ यो सबै सामान पाइन्छ। अनि यो चाहिँ ग्रिज। यो ग्रिज चाहिँ अब आफै व्यवस्था गर्ने। अनि यो चाहिँ स्यान्ड पेपर है। यो स्यान्ड पेपर चाहिँ यो सप्लायर्सहरुमा हुन्छ नि, हार्डवेयरहरुमा चाहिँ पाइन्छ। यसलाई चाहिँ 8 नम्बरले खोल्नुपर्छ है। हो यो यसमा चाहिँ कति 8 नम्बर लाग्छ यस्तो किन्ने। यो 8 नम्बरले खोलेर यहाँको यो किनेर चाहिँ 10 को लाग्छ यो 10 को लाग्छ। यसको चाहिँ यो भित्र चाहिँ यस्तो हुन्छ। यो चाहिँ यो ब्यान्डेक्स भन्छ यसलाई चाहिँ। यसले चाहिँ स्टार्ट गर्ने चाहिँ यसले हो। यसलाई निकाल्ने। यो यसको चाहिँ पुरै कार्बन बसेर चाहिँ मेरो ट्याक्क यो निकाल्ने। यसको यो हरायो भने चाहिँ आवाज आउँछ। यसलाई चाहिँ राख्नु पर्छ है। यो ठाउँमा राख्ने। यो स्टार्ट गर्ने हो। यो पुरै फोरक हो। यसलाई चाहिँ सफा गर्नुपर्छ। ख्यार्र आवाज आउने, स्टार्ट गर्दाखेरि समस्या हुने छ भने चाहिँ सबै यसको कारणले हो है। यो चाहिँ क्लच हो हाम्रो। यो चाहिँ क्लच हो। यसलाई चाहिँ खोल्नको लागि चाहिँ यसलाई खोल्न चाहिँ यो वाइ चाहिन्छ है। यस्तो यो चाहिन्छ। चाहिँ यहाँ ट्याक्क यहाँनिर अड्डाउने यसरी। यो दुईटा यसरी अड्डाइ हुन्छ। यो चाहिँ क्लच। यो चाहिँ स्मुथ भयो भने चाहिँ उकालोमा नतान्ने अनि भाइब्रेसन आउने, यो स्लिप खाएर हैन। यो धेरै स्मुथ भयो चाहिँ त्यस्तो हुन्छ है। यसमा यो ग्रिज लागेको हुन्छ। यस्तो ग्रिज लागेको हुन्छ। यो ग्रिज चाहिँ बेरिङबाट लिक भएर आएको हुन्छ है। यो चाहिँ पुल्ली हो। यसको चाहिँ यो स्मुथ हुन्छ कि एकदम स्मुथ भयो भने चाहिँ तान्न छोड्छ के यसले। यो हेर्नु त कस्तो टल्किरहेको। यसलाई चाहिँ स्यान्ड पेपर गरेपछि यो हल्का के हुन्छ, खस्रो हुन्छ अनि उकालोमा तान्छ। यो चाहिँ सबभन्दा मेन हो है हाम्रो। अब यसलाई चाहिँ निकाल्नको लागि के गर्नुपर्छ भन्दाखेरि यसको यो दुईटा यो दाँत चाहिँ यहाँनिर अड्डाउनु पर्यो।
यसलाई चाहिँ अड्डाएपछि यहाँनिर यसलाई यहाँनिर अड्डाउने यो चाहिँ यहाँ एउटा दाँत यहाँ एउटा दाँत यहाँ चाहिँ यो धेरै जोड गर्नु भएन है धेरै जोड गऱ्यो भने चाहिँ त्यो दाँत स्लिप भएर यो यसको यो दाँत चाहिँ जाने हुन्छ बिस्तारै ढ्याक्क गर्ने भित्र यो यस्तो हुन्छ यसमा चाहिँ यस्तो फोरो बसेको हुन्छ कि यो यस्तो फोरो बसेको हुन्छ अनि यसले चाहिँ भित्र मुभ गर्न दिँदैन राम्रोसँग यो चाहिँ बेल्ट हो यो बेल्टको पनि डाइरेक्सन हुन्छ डाइरेक्सन अनुसार राख्नु पर्यो यसलाई चाहिँ यता यस्तै फर्काएर राख्नु पर्यो है बेल्टलाई मेन भनेको स्कुटरको मेन चिज चाहिँ यो है स्कुटरमा गियर चाहिँ हुँदैन मेन चाहिँ यो स्कुटरको गियर चाहिँ यो कतिको मुभेबल छ ट्याक्क हेर्नु पर्यो हैन यसमा चाहिँ प्ले हुनु भएन साइड प्ले हुनु भएन यसमा छैन साइड प्ले हुनु यस्तरी हल्लाउँदा चाहिँ साइड प्ले भयो भने चाहिँ ल अब तपाईँको गियरमा भाइब्रेसन स्कुटरमा भाइब्रेसन आउने उता यता हुन्छ हेर्नु है स्कुटरको मेन चिज चाहिँ यो हो सबभन्दा मेन चिज यो छौडा यसको चाहिँ कसरी राखेको हुन्छ भन्दाखेरि कलर भागलाई चाहिँ यता अनि यो बिना कलरवालालाई चाहिँ यता अनि यसमा गिरिज पनि राख्नु भएन यही हो सफा गर्नुपर्ने यो चाहिँ ब्यान्डेक्स यो स्टार्ट गर्दाखेरि हुन्छ नि खुल्ने हेर्नु यसको यो दाँत चाहिँ यसको यो दाँतसँग गएर यस्तो ठ्याक्कै स्टार्ट गर्दाखेरि घुम्छ अनि यस्तो हुन्छ अनि यही फोरो भयो भने हेर्नु त यस्तो कार्बन बसिरह यो कार्बनलाई चाहिँ सफा गर्नु पर्यो यिनीहरू चाहिँ सबै रुटिनली सफा गर्नु पर्यो है ग्रिज लाउने भनेको एमा मात्रै हो ग्रिज लाउने भनेको एमा यो टुप्पोमा थोरै लाउने हो त्यसपछि एमा कति पनि लाग्दैन अनि यो 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 बेरिङमा थोरै ग्रिज लाग्छ यो बलहरुमा यिनीहरुमा कति पनि लाउनु हुन्न है ग्रिज यसको चाहिँ यसको यो भित्र चाहिँ यस्तो बसेको हुन्छ कि फोरो कार्बनहरु कार्बन चाहिँ फाल्नु पर्यो है पस्को अनि यो अझै यसलाई चाहिँ कपडाले पुस्नु पर्यो यसको फोरो पेट्रोलले सफा गर्ने हुन्छ तर म चाहिँ रुटिनली सफा गर्ने भएर पेट्रोलले गर्दैन कि त घरमा छ भने भाडा मान्ने साबुन बेस्ट यो गिरिज हटाउनको लागि भयो अनि यो यसको पनि यहाँ यो सबै यो बसिरहेको हुन्छ कार्बनहरु कालो बसिरहेको हुन्छ यो चाहिँ स्मुथ हुनु पर्यो आफै यो चाहिँ इरेजरले मेटाए पनि राम्रो जान्छ हैन इरेजरबाट पनि राम्रो हुन्छ यो म चाहिँ यसरी टालुले पुस्दिन्छु मेरो चाहिँ यो कति 43,000 किलोमिटर गुडिसकेछ 2019 मोडल हो अझै पनि यसले यो काठमाडौँको जाममा उता यता गर्दा पनि 48 को माइलेज दिन्छ के 48 को माइलेज आनन्दले अब सधैं 48 त दिन्न हैन 5.5 लिटर हाल्यो भने चाहिँ 230 250 किलोमिटर आनन्दले चल्छ एक्लै हिँड्यो भने त त्यो 10 को बेला चाहिँ 5 लिटरले कति त्यस्तै 240 हो कि 250 दिथ्यो ठ्याक्क सकेटी बेलामा यसमा चाहिँ कहिले पनि ग्रिज नहाल्नु है त्यो पसलमा ग्रिज हाल्दिनु त्यो वर्कसपहरुमा ग्रिज हाल्नु पर्छ ग्रिज लाउनु पर्छ हुन्छ हैन यो घुम्ने चीजमा यस्तरी घुमेर ग्रिज सबै उछुटाइदिन्छ किन लाउनु पर्यो ग्रिज झन पिकअप नआएर बर्बाद पार्दिन्छ यस्तो स्मुथ हुनु पर्यो सर्फेस चाहिँ कतितिर त्यो काटेको जस्तो थिचेको जस्तो
हुन भएन। पर्यो च्याप्टो परेको हुन भएन, कतै पनि यति पनि च्याप्टो हुनु भएन। सिधा टलक्क होइन। यो कालो चाहिँ कार्बन हो होइन, यो चाहिँ इरेजरले जान्छ राम्रोसँग। इरेजर छैन मसँग, तर यसैले भेट्यौँ न। यसको यो पनि सफा गर्नु पऱ्यो यिनीहरू। यो यस्तो लुज हुन्छ, ट्याक्क हुनु पऱ्यो। यस्तो लुज भइरह। यसको पनि यो पछाडिको यो भाग चाहिँ ट्याक्क सफा गरेर होइन, अलिक यो स्लाइड हुने ठाउँ पनि ठिक्क यस्तरी सफा गर्नुपर्छ। यो चाहिँ ठ्याक्क यस्तो गरेर यस्तोमा बस्छ है, चाहिँ यस्तरी यो चाहिँ प्ले हुने हो कि यसमा सर र यो त्यो बलहरूले चाहिँ पेलेर यसलाई माथि लिएर यस्तो हुने हो कि यस्तो हुन पर्यो यहाँ। अब तपाईँले यहाँ ग्रिज लाउनु भयो भने भित्रभित्र गुडेर उछुटेर अनि यहाँ आउँछ, अनि यो बेल्ट त अब यसमा ग्रिज पऱ्यो भने त कहाँ घुम्छ त नि यो। त्यही भएर त्यसमा चाहिँ राख्नु भएन। यहाँ ग्रिज चाहिँ यसमा यति पनि ग्रिज लाउनु भएन। यति लाउनु पर्छ भने पनि त्यो सब स्क्याम हो यो। पनि कलर साइड आफूतिर हुनु पर्यो है, कलर साइड आफूतिर। यो बुढेवालामा चाहिँ कलर हुनु पर्यो ट्याक्क। यदि यो सुजुकीको छ भने सोरुममा गएर सुजुकीको छ, तर यो चाहिँ एफसीसीले बनाउँछ है। एफसीसीको सुजुकीको पाइन्छ भने एफसीसीको किन्दा ठिक। यो बेकारमा सुजुकीमा गएर किन्दाखेरि त्यो चाहिँ घाटा भयो आफूलाई। लगभग 50% हो कि 100% नै महँगो पर्छ। यो चाहिँ मैले इन्डिया गएर किनेर ल्याएको हो बोर्डरदेखि। यहाँ चाहिँ कति 1500 हो कि 1400 भनिरहेको थियो, त मैले त्यो 800-600 मा ल्याएर आएको। यो यस्तो हो कि यो हेर्नु त, यो छ नि अब यो यस्तरी घुम्छ नि, यस्तरी घुम्दा चाहिँ यो बाहिर आउँछ कि यस्तो बाहिर आउँछ कि सर र यो बाहिर आउँछ यस्तरी गुडेर सट्ट बाहिर आउँछ। अनि त्यो बाहिर आउँदा चाहिँ यसलाई ठेलिदिन्छ। ठ्याक्क यहाँ राख्नु पर्यो। यस्तरी घुमाउँदाखेरि त्यो बल बाहिर आउँछ, अनि यसलाई यस्तरी पेलिदिन्छ यो सर। अनि त्यसलाई चाहिँ त्यो पेलिदिन्छ। यसलाई यस्तो गरौँ। अनि यसको पनि यहाँ पनि गिरेज लाउने होइन। यो यस्तरी कहिले पनि घुम्दैन। यो यस्तरी घुम्ने चिज होइन यसमा। यो सर र यस्तरी घुम्छ। यो चाहिँ यस्तो मात्र हुने हो। घुम्न चाहिँ आफैसँग सँगै यस्तरी सर र घुम्छ, तर यसको काम चाहिँ यति मात्रै हो। यो खुल्दाखेरि यही हो, खुल्ने बन्द हुने यति मात्र हो यसको काम। त्यही भएर ग्रिज लाउने होइन। ग्रिज लायो भने ट्याक्क यो बेल्ट हुन्छ, बेल्ट यहाँ आउँछ, अनि यही बेल्टमा ग्रिज टाँसिन्छ, अनि त्यो पिकअप हुँदैन, अनि केही काम नलाग्ने हुन्छ। अनि यसलाई चाहिँ सर ट्याक्क यहाँ यस्तो टाँसिनु पर्यो। यो चाहिँ मैले आफै यो बेल्ट कहाँसम्म आउँदो रहेछ भनेर मार्करले केरेको। बेल्ट चाहिँ यहाँसम्म आउँदो रहेछ है, यहाँसम्म घुम्दो रहेछ यो बेल्ट चाहिँ मार्करले नमेटेको ठाउँसम्म। यो पनि धेरै चिप्लो भयो भने त नराम्रो हो कि टल्किरह। यसमा पनि थोरै गिरिज चिल्लो लाग्न भएन है, यसमा पनि चिल्लो लाग्न भएन। यसको पनि यता यो फोरोहरू छ, फोरो प्रत्येक सर्भिसिङ गर्नु है। यो फ्यान म चाहिँ यो अलि फोरो भयो भने चाहिँ भाँडा मान्ने साबुनले ट्याक्क घरमै जान्छ, अनि राख्दा चाहिँ एकदम सुकाएर होइन
त्यसो टाइममा पानीले सुक्खा टावेलले पुछेर ट्याक्क पारेर राख्ने गर्नु। ग्रिज चाहिँ यति पनि नलाउनु। अब यो यसको यो चाहिँ मैले पुछ्न चाहिँ पुछेँ, हो चाहिँ यो यसलाई चाहिँ यहाँ राख्ने, यसलाई चाहिँ यहाँ फिक्स गर्ने। यही यो घुमेपछि टायर घुम्छ हेर्नु है, यो एक राउन्ड यत्रो घुम्दा चाहिँ यति टायर घुम्ने हो कि। यसलाई चाहिँ के गर्ने भन्दाखेरि यो 80 नम्बरको खाक्सीले स्यान्ड पेपरले ट्याक्क यति च्यात्ने, ट्याक्क यो यहाँ राख्ने होइन, अनि यसरी घुमाइदिने कि। यसको चाहिँ योहरू चाहिँ कहिले पनि यो स्मुथ हुनुपर्छ है, त्यस्तो स्मुथ पनि नै, तर खाल्टो खुल्टी त्यस्तो हुनु भएन कि, सर्र हुनु पर्यो ट्याक्कको। यो अब यो चाहिँ मेरो यो सफा भइसक्यो, खस्रो पनि भइसक्यो। अब चाहिँ यसको पालो, यो चाहिँ हातमा ग्रिज लाग्नु भएन, अनि यता यता अनि यसमा पनि चिल्लो लाग्नु भएन है, अलि हल्का चिल्लो हो तर त्यस्तो फरक पनि पर्दैन। यसरी हल्लाएर हेर्नु कतिको स्मुथ भइरह, ट्याक ट्याक आवाज आयो कि नै त्यो चेक गर्नु। धेरै आछ भने त्यो चाहिँ फेर्नुपर्ने हुन्छ। अनि यो पनि धेरै स्मुथ भयो, यसलाई पनि हल्का कोर्ने मात्र हो है, धेरै खोल्ने होइन। यो यस्तो चिप्लो हुन्छ, यो यस्तो चिल्लो भएको हुन्छ। यही चिल्लो भयो भने त कसरी तान्छ उकालोमा। यति काम गर्नुहुन्न भने त त्यो जति सामान फेरि पनि त्यो फेरिरहने मात्र काम हुन्छ। अब चाहिँ हाम्रो के आउँछ, अब ग्रिजिङको पालो। यसमा चाहिँ एउटा त्यहाँ हुन्छ, अनि एउटा चाहिँ यो बेरिङ हुन्छ है। त्यो बेरिङमा चाहिँ हल्का थोरै यति गिरिज आउने, धेरै नलाउने, थोरै। उता गिरिज फेरि यस्तो हुन्छ कि यही गिरिज बिस्तारै बग्दै बग्दै आफै बेरिङमा, यो बेरिङमा आउँछ कि। यही गिरिज बिस्तारै बगेर हल्का तातेपछि, त्यही भएर त्यसमा चाहिँ त्यस्तो गाह्रो हुनु, त्यसमा चाहिँ हल्का नलाइ नै हुन्छ। एक त लाउनै मिल्दैन त्यही। अनि चाहिँ एउटा चाहिँ यसमा मलाई पनि ल। अब चाहिँ यो गिज लगाएपछि एकदम राम्रोसँग हात पुछ्ने, सर राम्रो हातसँग पुछ्ने राम्रोसँग। ल यो चाहिँ बेल्ट है, यो बेल्टको पनि के हुन्छ भन्दाखेरि एरो हुन्छ, कतातिर फर्काउने भनेर। अब यो एरो चाहिँ अब हाम्रो यसरी घुम्ने हो नि त, यो एरोलाई चाहिँ यता फर्काएर राख्नु भयो, यसलाई चाहिँ यतै फर्काएर राख्नु पर्यो। यसको लागि चाहिँ के गर्ने, यस्तो ट्याक्कै यहाँ राख्ने, यता फर्केको हुन्छ हाम्रो। अब एरो चाहिँ पुरै ट्याक्क यस्तरी राख्ने, बेल्ट यस्तरी राख्ने सुरुमा। अनि यो हुन्छ नि, यसलाई हल्का आफूतिर घुमाउने, यस्तो हुने हो कि। यो हाम्रो स्पिड चल्दा चाहिँ यस्तो हुन्छ कि ट्याक्क। अनि यो चाहिँ यहाँ राख्ने,
अनि एउटा मेन ध्यान दिनुपर्ने कुरा भनेको एमा चाहिँ थोरै पनि गिरेज लाग्नु भएन है। यसमा चाहिँ गिरेज लाग्यो भने त काम नलाग्ने हुन्छ। फेरि पिकअपको त बिर्से पनि हुन्छ। त्यो राखिसकेपछि यो राख्ने नर्मल यस्तो हुन्छ। पहिला सुरुमा सर्गउँदा सुरुमा यस्तो हुन्छ, अनि त्यो चाहिँ आएर चाहिँ अनि यो चाहिँ यस्तरी खुल्छ कि बाहिर यस्तो फ्याक्क भएर एमा च्यापिन्छ। अगाडि घुमेपछि बल्ल अनि पछि टायर पनि घुम्छ। अनि यसको यो स्क्रु युमा पनि थोरै ग्रिज लागेको छ भने पुस्नुपर्छ। के हुन्छ भन्दाखेरि त्यो ग्रिजले गर्दाखेरि नट पछि चाहिँ भाइब्रेसनले गर्दाखेरि भित्री खुल्ने, आफूलाई चाहिँ बेल्ट फुस्के जस्तो हुन्छ, बेल्ट च्याते जस्तो हुन्छ। लास्टमा चाहिँ यो फुत्केको हुन्छ। अनि एमा चाहिँ ग्रिज लाग्नु भएन थोरै पनि। त्यो चाहिँ राखिसक्यौँ। अब यो राख्ने आइज त हो चाहिँ यो पनि सफा हुनु पर्यो, गिरिज लागेको हुनु भएन, यहाँ चिल्लो हुनु भएन, केही पनि हुनु भएन, ट्याक्कको हुनु पर्यो। यो पनि अनि ट्याक्क यो फ्यान पनि सफा पुसपास पार्ने, ट्याक्क यो राख्ने, ट्याक्क यो राख्ने। अनि यो पनि किकको हो, यो यस्तो राख्दैन, भित्रबाट हाल्ने यस्तरी। एमा पनि गिरिज लाग्नु भएन। के हुन्छ भन्दाखेरि भित्र गिरिज लागेको हुन्छ, अनि फेरि त्यो गिरिज लागेको हुनाले पछि यही नटमा आउँछ गिरिज, अनि यो घुम्दाखेरि नटसँगै घुमाइदिन्छ। अनि यो फुस्किने समस्या हुन्छ। मेरो एकचोटि फुस्क्या पहिला मैले गिरिज हालेर एकचोटि ट्राई गर्न थालेको थिएँ। जहाँ गयो त्यही गिरिज हाल्ने भन्छ, अनि त्यही गरेर अब यसो चेक गरौँ न हामीले पनि गिरिज हालेको र नहालेको के फरक पर्दो रहेछ भनेर चेक गरेको। माइलेज पनि नदिने, उकालोमा पनि नतान्ने हुन्छ है। ल टाइट भयो। अब यसलाई चाहिँ के गर्ने भन्दाखेरि ट्याक्क त्यहाँ टाइट भइसकेपछि चाहिँ यस्तो सुरुमा त्यस्तो बेस्तो टाइट पनि नगर्ने, त्यति लुज टाइट पनि नगर्ने है। यसको पनि यो धेरै टाइट गर्नु भएन, थोरै टाइट पनि गर्नु भएन है। यो दाँतमा ट्याक्क त्यहाँ दाँतमा त्यहाँ फसाएपछि त्यो र यो यहाँ यस्तै रहन्छ होइन। ल टाइट भयो। ल यो राख्दा पनि यो भित्र गिरिज लाग्नु भएन है, सफा हुनु पर्यो, ट्याक्क गर्नु पर्यो। अब चाहिँ यो राख्दाखेरि त्यो भित्रको ब्यान्डेक्स हुन्छ नि,
अब यसको यो किकको चाहिँ यो किकमा भएको यसको चाहिँ सबैभन्दा सुरुमा पनि यसको निकाल्ने होइन, सबैभन्दा सुरुमा पनि यहाँको नट निकाल्ने, सबैभन्दा लास्टको पनि यहीको नट राख्ने है। यो किक पनि यसो ट्राई गर्ने, यो ठिक छ भने आउला, ठिक छ। यो राखिसके चाहिँ एकचोटि चेक गर्ने है, चेक गर्ने सबै यो टाइट छ कि नै, एकैचोटि एक राउन्ड हाल्ने। ठिक छ, ठिक छ। त्यो हालिसकेपछि लास्टमा चाहिँ यो हाल्ने लामो, यसलाई हल्का किकलाई तल राख्नु अनि यो यस्तै घुसाउने छोप्दै। यति गरिसकेपछि चाहिँ के हुन्छ भन्दाखेरि अब यसको चाहिँ अब यो भाइब्रेसनको समस्या, पिकअप नआउने त्यो समस्या होइन, उकालोमा घ्यार गर्ने नचढ्ने, अनि त्यो माइलेज नदिने होइन, स्पिड नजाने, 40-50 को स्पिड जाने, त्यहाँदेखि माथि त जानै नमान्ने, अनि त्यो छिटो मोबिल सुक्नेहरू काम त्यस्तो चाहिँ हुन्न है। अब यस्तो गऱ्यो भने चाहिँ लोड पर्दैन उसलाई, ग्रिज चाहिँ हाल्नु भएन है। यहाँ मैले कतिचोटि भनिसकेँ होइन। यो चाहिँ मेरो 19 मोडलको हो, कति यो कार्बोरेटरवाला हो। यो चाहिँ 4000 यत्रो किलोमिटर गुडिसकेछ। ल यो गरिसकेपछि चाहिँ त्यो सिधै इलेक्ट्रिक हान्नुभन्दा चाहिँ यो हानेको राम्रो है। सुरुमा चाहिँ कसरी गर्ने भन्दाखेरि यो चाहिँ पहिला यतिकै नर्मल गर्ने, यति घुम्नेलाई होइन। त्यो चाहिँ 5-6 चोटि बिस्तारै गर्ने है। त्यो एकैचोटि भ्याट त्यो एकचोटिमै स्टार्ट गर्न नखोज्ने, त्यो बेल्टहरू मिलेको हुन्न। सुरुमा चाहिँ हल्का बिस्तारै बिस्तारै गरेर 5-6 चोटि किक हान्ने बिस्तारै, अनि स्टार्ट गर्ने। हानेर स्टार्ट गरिसकेपछि चाहिँ एकचोटि के गर्ने भन्दाखेरि एकचोटि चाहिँ इलेक्ट्रिकले स्टार्ट गर्ने है, त्यो ठिकठाकमा आउँछ। अनि यसलाई बन्द गरिदिउँ, अन गरौँ, यो